हजुरहरूले बेला बेलामा यो वासिङ मेसिनलाई यो माथिपट्टिको यो ढक्कन निकालेर सफा गर्नुपर्ने हुन्छ हैन। भित्रपट्टि साङ्लाहरूले गएर फोल्ड बनाइराखेको हुन्छ। यो चाहिँ फुल्ली अटोमेटिक फ्रन्ट लोड वासिङ मेसिन। यता साइडमा दुईपट्टि चाहिँ यसरी किला दिएको हुन्छ। हजुरहरूले यो स्क्रू ड्राइभर लिएर हजुरहरूले दुईटा साइडको पेज खोलेपछि यो माथिको ढक्कन निस्किन्छ है। यस्तो फोल्ड भइराखेको हुन्छ नि यहाँ। हजुरहरूले टाइममा है निकालेर सफा गर्नुपर्ने हुन्छ। लैजान सक्नुहुन्छ। पुरै साङ्ला छ भित्रतिर। यसरी साङ्लाले पुरै घर बनाएर बसेको हुन्छ यहाँ चाहिँ है। नर्मली अब साङ्ला नहुने ठाउँ हुँदैन। अब यो साङ्लाले घर बनाउने भनेको चाहिँ यस्तै हो। हजुरहरूले अब यस्तो छ भनेदेखि चाहिँ टाइममा खोलेर निकालेर यसरी यो साङ्लाको औषधि लगाइदिनु भयो भनेदेखि यो साङ्लाले चाहिँ दुःख कम दिन्छ है त। यतिकै छोड्नु भयो भने त यो बोर्डहरू सबै खाइदिन्छ कि यो साङ्लालाई यतिकै यसरी छोड्नु भयो भने यसले बोर्ड सबै खाइदिन्छ। वासिङ मेसिन छिटो बिग्रिन्छ। त्यही भएर टाइममा हजुरहरूले यसरी खोलेर यो औषधि लगाइदिइराख्नुपर्छ है। अब यसलाई वासिङ मेसिन अब छिरिहाल्छ साङ्ला, प्रोटेक्ट त गर्न सकिँदैन। तर बेलामा निकालेर यसरी औषधि लगाइदिनु भयो भनेदेखि चाहिँ धेरै हदसम्म सेफ हुन्छ यता वासिङ मेसिन। र हेर्न सक्नुहुन्छ यतातिर पुरै साङ्ला छ। कुनातिर पनि यसरी औषधि राखेर बोर्ड मेन त बोर्डहरुमा धेरै खान्छ यसले। यो बोर्ड र तारहरु खाइन्छ। यो तारहरु खाइसकेपछि हामीले अहिलेसम्म हालेको थिएन। फर्स्टचोटि हाल्नु लाग्यो। यसको त सबै खाइदिएछ। त्यस्तो बलले हुन्छ है साङ्लाको दाँत। साङ्ला तारै खाइदिने। डाइनोसर भन्दा नि अगाडिदेखि के